हेलो साथीहरू, तपाईहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु मेरो भ्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। आज चाहिँ मेरो बिदा थियो, त्यो भएर म चाहिँ सामानहरू किनमेलको लागि बाहिर निस्किएँ। आज बाहिर एकदमै धेरै गर्मी थियो, त्यो भएर छाता ओढेर निस्केको थिएँ। बाटोमा हिँड्दै थिएँ, तर यति सुन्दर, यति आनन्द, यति रमाइलो खालको मैले पार्क देखेँ है। प्रकृति एकदमै सुन्दर थियो, हरियाली थियो, शान्त वातावरणको, जहाँ कि एकैछिन बस्दाखेरि पनि मन एकदमै आनन्द हुने खालको पार्क थियो। मलाई पनि त्यो पार्कमा जान मन लाग्यो। अरू धेरै मान्छेहरू थिए अनि म चाहिँ एक्लै थिएँ है। एक्लै भए पनि म पार्कमा जान्छु जस्तो लाग्यो मनमा। अनि त्यसपछि म पनि छिटो छिटो पार्कतिर लागेँ। पार्क एकदमै रमाइलो थियो साथीहरू। पार्कभित्र गएपछि रुखमुनि एउटा बेन्च थियो है, त्यहाँ चाहिँ गएर म आनन्दले बसेँ। एकदमै आनन्द लाग्यो मलाई त्यहाँ बस्दाखेरि, त्यो शीतलमा बस्दाखेरि। त्यहाँ एकैछिन आनन्द लिइसकेपछि म फेरि सुपातिर लागेँ। सुपा जाँदाखेरिको बाटो अलिकति लामो थियो, त्यो भएर भिडियोहरू बनाउँदै गएँ। सुपामा पुगिसकेपछि मैले सामानहरू छिटो छिटो किनमेल गरेँ, तर त्यहाँ सुपाभित्रको मैले भिडियो चाहिँ बनाएन। अनि त्यसपछि सामानहरू छिटो छिटो ब्यागमा प्याक गरेँ। अनि त्यसमा फेरि छाता ओढेर बाहिर निस्किएँ। छाता ओढेर बाटोमा हिँड्दै गर्दा अनि पैसाहरू आएको थियो। अनि त्यसपछि म चाहिँ घरमा आइपुगेँ। यो चाहिँ मेरो अपार्टमेन्ट है साथीहरू। अनि गर्मी एकदमै धेरै थियो बाहिर। त्यस पछाडि म रुममा आइपुगेँ। एकदमै रुममा आएँ। अनि त्यस पसिनाहरू निस्केको थियो फेसमा है, सब पसिनाहरू पुछेँ। त्यस पछाडि एकदमै गर्मी भइरहेको थियो बाहिर निस्केको है। अनि आनन्द लाग्यो, भित्र पस्दा चाहिँ शीतल थियो भित्रको वातावरण चाहिँ। अनि यो चाहिँ मेरो आज किनेको सामान है साथीहरू। अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनुभयो, यसको लागि तपाईँहरू सम्पूर्णलाई हृदयदेखि धेरै धेरै धन्यवाद दिँदै आजको लागि भने बाई बाई।